नेपाल त ठिक छ नि, प्राकृतिक रूपले धनी छ, सुन्दर छ, अरू के चाहियो? अनि के चाहियो? हामी रीतिथिति मनाइन्छ, संस्कृति मनाइन्छ। कुन रीति राम्रो होइन भनेर छुट्याउन सकिँदैन। महिनावारी हुँदा चेलीबेटीलाई गोठमा लगेर राखिन्छ, पशु सरह व्यवहार गरिन्छ। थाहा छ त्यो कुरा? ओके, आई अन्डरस्ट्यान्ड, बट खोला नाला वन जङ्गल त छन् नि, अहिलेसम्म छन्। हामी रुख काट्छौँ, वन जङ्गलमा आगो लगाइदिन्छौँ, खोला नदीहरूमा फ्याक्ट्रीबाट निस्केको केमिकल फ्याल्छौँ, प्लास्टिक फ्याल्छौँ। कति दिन टिक्छ? शान्त हौ न, शान्त। अरू देशभन्दा त ठिक छ नि त नेपाल। शान्त? ती दलित बहिनी जसलाई धारा छुन दिँदैन, उसलाई सोध। निर्मला पन्तका बुवा आमालाई सोध। शान्त, तिमी के गर्छौ त? म देखाउँछु, म बोल्छु, चुप लागेर बस्न सजिलो हुन्छ, परिवर्तन गर्न गाह्रो, तर असम्भव भन्ने हुँदैन।